नमस्कार, हर हर महादेव। आज राशि अनुसार रुद्राक्षको विषयमा हामी कुरा गर्न गइरहेका छौँ। आजको यस भिडियोमा हामी एउटा अत्यन्तै महत्त्वपूर्ण विषयमा कुरा गर्नेछौँ। तपाईँको राशि अनुसार कुन रुद्राक्ष लगाउनु सबैभन्दा सही हुन्छ? किन सबैलाई एउटै रुद्राक्षले समान फाइदा दिँदैन र कसरी सही रुद्राक्षले तपाईँको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्छ? धेरै मानिसहरूले बिना जानकारी जुनसुकै रुद्राक्ष लगाउने गर्छन्, तर सही रुद्राक्ष नलगाउँदा अपेक्षित परिणाम प्राप्त हुँदैन। त्यसैले यो भिडियो अन्त्यसम्म हेर्नुहोस्, किनकि म तपाईँलाई दिनेछु पूर्ण वैज्ञानिक र आध्यात्मिक जानकारी। रुद्राक्षको वैज्ञानिक र आध्यात्मिक महत्त्व। रुद्राक्ष केवल धार्मिक आस्थाको प्रतीक मात्र होइन, यसमा विशेष प्रकारको ऊर्जा इनर्जी फिल्ड हुने विश्वास गरिन्छ। यसले शरीरको ऊर्जा सन्तुलन गर्न मद्दत गर्छ भने तनाव स्ट्रेस कम गर्न सहयोग पुर्याउँछ। मुटुको धड्कनलाई स्थिर राख्न मद्दत गर्न सक्छ। आध्यात्मिक रूपमा रुद्राक्ष भगवान शिवको आँसुबाट उत्पन्न भएको भन्ने धार्मिक भनाइ छ। यसले ग्रह दोष सन्तुलन गर्न सहयोग गर्छ भने ध्यान मेडिटेसनमा गहिराई ल्याउँछ। त्यसरी नै अब जानौँ राशि अनुसारका रुद्राक्ष। अब हामी 12 राशि अनुसार कुन रुद्राक्ष उपयुक्त हुन्छ विस्तारमा बुझ्नेछौँ। पहिलो राशि छ मेष राशि, जुनलाई मङ्गल ग्रहले चलाइरहेको हुन्छ। यसलाई उपयुक्त रुद्राक्ष हुन्छ तीनमुखे। जुन तीनमुखेले चाहिँ क्रोध नियन्त्रण गर्छ, आत्मविश्वास बढाउन सहयोग गर्छ र पुराना नकारात्मक प्रभावहरू हटाउँछ। मेष राशिका मानिसहरू छिटो रिसाउने हुन्छन्। तीनमुखे रुद्राक्षले यिनीहरूको ऊर्जा सन्तुलन गर्छ। त्यसरी नै वृष राशि, जुनलाई शुक्र ग्रहले रुल गरिरहेको हुन्छ, यसलाई उपयुक्त हुन्छ 6 मुखे रुद्राक्ष। आकर्षण शक्ति बढाउँछ, आर्थिक स्थिरता ल्याउँछ र सम्बन्ध सुधार गर्छ। विलासिता र आसक्ति नियन्त्रण गर्न मद्दत गर्छ 6 मुखे रुद्राक्षले। अब जानौँ मिथुन राशि, जुनलाई चाहिँ बुध ग्रहले रुल गरेको हुन्छ, त्यसलाई उपयुक्त छ 4 मुखे रुद्राक्ष। बुद्धि र स्मरण शक्ति बढाउँछ, बोल्ने क्षमतामा सुधार ल्याउँछ भने पढाइ र व्यवसायमा एकदमै फाइदा दिन्छ 4 मुखे रुद्राक्षले। कर्कट राशि चन्द्र ग्रहले रुल गरेको हुन्छ, जुनलाई 2 मुखे रुद्राक्ष चाहिँ उपयुक्त हुन्छ। मन शान्त बनाउँछ, भावनात्मक सन्तुलन दिन्छ, सम्बन्ध मजबुत बनाउँछ, अत्याधिक सोच्ने बानीहरू पनि कम गर्छ 2 मुखे रुद्राक्षले। अब जानौँ सिंह राशि, जुनलाई सूर्य ग्रहले रुल गरेको हुन्छ। यसलाई उपयुक्त हुन्छ 1 मुखी रुद्राक्ष, निराकार रुद्राक्ष र 12 मुखी रुद्राक्ष। नेतृत्व क्षमता बढाउँछ भने आत्मविश्वास र प्रतिष्ठा बढाउँछ, सफलतामा प्राप्त गर्न मद्दत गर्दछ। त्यसरी नै कन्या राशि, जुनलाई बुध ग्रहले रुल गरेको हुन्छ र 5 मुखे रुद्राक्ष कन्या राशिका मान्छेहरूले प्रयोग गर्दा अति उत्तम मानिन्छ। यसले स्वास्थ्यमा सुधार, मानसिक शान्ति, निर्णय क्षमता बलियो बनाउने काम गर्दछ भने दैनिक प्रयोगका लागि सबैभन्दा सुरक्षित र प्रभावकारी 5 मुखे रुद्राक्ष हुन्छ। त्यसरी नै तुला राशि, जुनलाई शुक्र ग्रहले रुल गरेको हुन्छ, यसलाई 6 मुखे रुद्राक्ष उपयुक्त हुन्छ भने प्रेम सम्बन्धमा सुधार, जीवनमा सन्तुलन, कला र सौन्दर्य वृद्धि 6 मुखे रुद्राक्षले तुला राशिका मानिसहरूलाई गराउँछ। त्यसरी नै वृश्चिक राशि, वृश्चिक राशिमा मङ्गल ग्रहले रुल गरेको हुन्छ भने यसमा उपयुक्त रुद्राक्ष छ 3 मुखे रुद्राक्ष, जुनले चाहिँ डर र नकारात्मक हटाउँछ, आन्तरिक शक्ति बढाउँछ, भावनात्मक नियन्त्रण दिन्छ। त्यसरी नै अर्को छ धनु राशि, जुनलाई बृहस्पति ग्रहले रुल गरेको हुन्छ, जुनको उपयुक्त रुद्राक्ष हो 5 मुखे रुद्राक्ष, जुनमा ज्ञान र बुद्धि वृद्धि, आध्यात्मिक विकास, गुरुकृपा पात्र र त्यसरी नै मकर राशि, जुनलाई शनि ग्रहले रुल गरेको हुन्छ, जुनलाई चाहिँ 7 मुखे रुद्राक्ष लगाउँदा अति नै फाइदा हुन्छ र 7 मुखे लगाउनाले आर्थिक उन्नति, सङ्घर्षमा कम गर्छ भने जीवनमा स्थिरता ल्याउँछ। त्यसरी नै कुम्भ राशि, जुन शनि ग्रहले रुल गरेको हुन्छ, त्यसलाई उपयुक्त रुद्राक्ष छ 8 मुखी रुद्राक्ष, जुनले बाधा हटाउन, सफलता बढाउन र राहु दोष नियन्त्रण गर्नलाई एकदम मद्दत गर्छ। त्यसरी नै अन्तिमको छ मीन राशि, जुनमा बृहस्पति ग्रहले रुल गरेको हुन्छ। यसलाई 5 मुखे रुद्राक्ष
मन शान्त बनाउँछ, ध्यानमा सहयोग गर्छ, आध्यात्मिक शक्ति बढाउँछ। अब रुद्राक्ष धारण कसरी गर्ने? रुद्राक्ष धारण गर्ने सही विधि: सोमबार वा शिवरात्रिमा धारण गर्नु उत्तम। गङ्गाजल वा शुद्ध पानीले सफा गर्नुहोस्, मन्त्र जप गर्नुहोस्। ओम नमः शिवाय 108 पटक जप गरेर हजुरहरूले यो धारण गर्न सक्नुहुन्छ। राति पनि लगाउन सकिन्छ। र एउटा चिज विचार गर्नुपर्ने, सधैँ ओरिजिनल रुद्राक्ष प्रयोग गर्नुहोला। अब यदि तपाईँलाई हाम्रो भिडियो मन पर्यो भने सब्सक्राइब गर्न नभुल्नुहोला। हजुरहरूलाई नेपाली ओरिजिनल रुद्राक्ष चाहिएको खण्डमा हामीले स्क्रिनमा दिइएको नम्बरमा सम्पर्क गरेर ओरिजिनल नेपाली रुद्राक्ष हजुरहरूले पाउन सक्नुहुन्छ। हस्त, धन्यवाद। हर हर महादेव।